यो मन पनि त आखिरी तलाउनै त हो। चलाउन नजानेपछि चञ्चल, चलाउन जानेपछि एकदम शीतल। प्रभुका प्रियजनहरूमा जयमसी अनि हार्दिक स्वागत छ यस वचनबाणी युट्युब च्यानलमा। आज प्रभुका केही मिठास वचनहरू लिएर आएका छौँ। कतिपटक हाम्रो मन एकदमै अशान्त हुन्छ, अतालिन्छ, धेरै कुराहरूको चिन्ता गर्दछ। हामी सोच्छौँ हामी रित्तिएका छौँ, हामी निराशाले भरिएका छौँ, हामी अतालिन्छौँ। तर हामीले एउटा कुरा सदैव ध्यानमा राख्नु पर्दछ कि परम प्रभु हाम्रो गोठालो हुनुहुन्छ। परम प्रभुले हामीलाई कहिले पनि निराशा बनाउनुहुन्न, कहिले पनि प्रभुले हामीलाई भोको राख्नुहुन्न र शत्रुहरूका सामुन्ने हाम्रो शिरहरू कहिले पनि झुक्न दिनु हुँदैन। आज प्रभुमा हामी रहेर बाइबलका केही कुराहरू हेर्छौँ भने पक्कै पनि तपाईँको त्यो अशान्त मनलाई एकदमै शान्त बनाउनेछ, म विश्वास गर्दछु। र आज प्रिय दर्शकहरूको निम्ति, प्रिय विश्वासीहरूको निम्ति र सबैको निम्ति पवित्र धर्मशास्त्र बाइबलको भजन सङ्ग्रह 23 अध्याय म पाठ गर्नेछु। भजन सङ्ग्रह 23 अध्याय दाउदले लेखेका भजन हुन्। दाउदले धेरै भजनहरू लेखेका छन् र त्यो मध्ये यो भजन सङ्ग्रह 23 अध्याय पनि एक हो। यसमा उनले प्रभुमा यसरी समर्पित भएर लेखेका छन् कि प्रभुको यसरी गुणगान उनले गाएका छन् कि साँच्चै परम प्रभु मेरो जीवनमा हुनुहुन्छ, प्रभुको अनुग्रहमा म छु भनेर उनी एकदमै खुसी छन्। र त्यो भजन गाउँदै गर्दा उनको अतालिएको मन एकदमै शीतल भएको हामी पाउँदछौँ। त्यस्तो के लेखिएको छ त भजन सङ्ग्रह 23 अध्यायमा, जसले तपाईँको, मेरो, हामी सबैको यो अशान्त मनलाई एकदमै शीतल बनाउँछ। आउनुहोस् हामी भजन सङ्ग्रह 23 अध्याय पाठ गरौँ। भजन सङ्ग्रह 23 अध्याय। परम प्रभु मेरा गोठाला। परम प्रभु मेरा गोठाला हुनुहुन्छ, मलाई केही कुराको अभाव हुँदैन। उहाँले हरियो खर्कमा लेटाउनुहुन्छ र मलाई शान्त पानीको छेउमा डोर्याउनुहुन्छ। उहाँले मेरो प्राणलाई पुनर्जीवित पार्नुहुन्छ। उहाँले आफ्नो नाउँको खातिर मलाई धार्मिकताको मार्गमा डोर्याउनुहुन्छ। मृत्युको अन्धकारमय घाटी भएर जानु परे तापनि म कुनै खतरादेखि डराउने छैन, किनकि तपाईँ मेरो साथमा हुनुहुन्छ। तपाईँको लट्ठी र तपाईँको लहुरोले मलाई सान्त्वना दिन्छ। मेरा शत्रुहरूको सामुन्ने तपाईँले मेरो निम्ति भोज तयार पार्नुहुन्छ। तपाईँले मेरो शिर तेलले अभिषेक गर्नुहुन्छ, मेरो कचौरो भरिएर पोखिन्छ। निश्चय नै तपाईँको भलाइ र करुणा मेरो जीवनभरि म पछि लाग्नेछ र परम प्रभुको घरमा म सदा सर्वदा बास गर्नेछु। परम प्रभु मेरो गोठालो हुनुहुन्छ, मलाई केही कुराको अभाव हुँदैन। परम प्रभु मेरा गोठाला हुनुहुन्छ, मलाई केही कुराको अभाव हुँदैन। आमेन। साँच्चै नै हामी परम प्रभुमा जति समर्पित हुन्छौँ त्यति नै हामी आशिषित पनि हुन्छौँ। र हामी परम प्रभुमा भएको कारणले गर्दा सधैँ सकारात्मक सोच्नुपर्छ र हाम्रो जीवनमा जस्तो सुकै परिस्थितिहरू आए तापनि ती परिस्थितिहरूसँग लड्नको निम्ति, जुझ्नको निम्ति हामी मानसिक रूपमा तयार हुनुपर्छ परमप्रभुको वचनसहित। यदि हामी परमप्रभुको वचनमा रहेर अगाडि बढ्दछौँ भने हाम्रो जीवनमा पक्कै पनि धेरै आशिष आउनेछ।
र आशा गर्दछु यो भजन सङ्ग्रह 23 अध्यायले तपाईँ एकदमै आशिषित हुनुभएको छ। तपाईँको अशान्त मन खुसी भएको छ, किनभने यो भजन सङ्ग्रह 23 अध्याय पाठ गर्दै गर्दा तपाईँले यो जान्ने मौका पाउनुभयो कि परमप्रभु हाम्रो लागि को हुनुहुन्छ, परमप्रभु हामीलाई कसरी प्रेम गर्नुहुन्छ। जस्तो सुकै परिस्थितिमा पनि प्रभुले हामीलाई त्याग्नु हुँदैन र परमप्रभुले शत्रुहरूको सामु हाम्रो शिर कहिले पनि झुक्न दिनु हुँदैन भन्ने कुरा हामीले जान्न पायौँ र हामी नआत्तियौँ, निराश नहौँ, परमप्रभुको वचनमा रहेर अगाडि बढौँ र हाम्रो जीवन पक्कै पनि आशिषमय हुनेछ। धन्यवाद।